नमस्ते, म डाक्टर श्रुति मानन्दर, ENT हेड एन्ड नेक सर्जन, राइनोलोजिस्ट र एन्डोस्कोपिक साइनस सर्जन। आज म समक्ष 25 वर्षीय मेल पेसेन्ट, उहाँ नवलपरासी निवासी हुनुहुन्छ। उहाँ प्रोफेसनबाट स्टुडेन्ट हुनुहुन्छ र उहाँको समस्या भनेको एकदमै नाक बन्द हुने, राति सुत्न गाह्रो हुने, पढाइमा पनि उहाँको धेरै नै कमजोरी भइसक्यो, किनभने कन्सन्ट्रेसन उहाँलाई छैन, जहिले पनि नाक बगिराख्ने र उहाँको त्यसको साथसाथै उहाँलाई गन्ध पनि आउने जाने, लस अफ स्मेल पनि भइरहेको छ होइन। आज उहाँको अपरेसन किन गर्नु पर्यो त भन्दाखेरि उहाँको डायग्नोसिस भनेको क्रोनिक राइनोसाइनसाइटिस, एकदमै डेभिएटेड नाजल सेप्टम विथ ह्युज स्पट राइट साइडमा र टर्बिनेटहरू एकदमै हाइपरट्रोफी छ र साइनसेसहरूमा पनि सबै पलिपहरूको फर्मेसन भइसकेको छ। त्यही भएर उहाँको आज अपरेसन फङ्सनल एन्डोस्कोपिक साइनस सर्जरी, एन्डोस्कोपिक सेप्टोप्लास्टी, स्पोरेक्टोमी। 5 years old मेल पेसेन्ट जो नवलपरासीको हुनुहुन्छ, उहाँको अपरेसन एन्डोस्कोपिक सेप्टोप्लास्टी किन गर्नु पर्यो त भन्दाखेरि उहाँको नाकको हड्डी एकदमै बाङ्गो छ, यो स्पर पनि छ। यो स्पर भनिन्छ यसले यो इन्फेरियर टर्बिनेटलाई खिचिराखेको छ। मेरो इन्स्ट्रुमेन्ट यो पास हुन गाह्रो छ। अब मैले सुरुमा एन्डोस्कोपिक सेप्टोप्लास्टी र स्पोरेक्टोमी भन्ने सर्जरी गर्न गइरहेको छु। अब लेफ्ट साइडमा हेर्यो भने प्यासेज त्यहाँको भन्दा हाई डेभिएसन भए पनि प्यासेज राइट साइडको भन्दा चाहिँ बेटर छ है। तर राइट साइडमा हेर्नुहोस् त एकदमै प्यासेज न्यारो छ र स्पर छ। अब सुरुमा म एन्डोस्कोपिक स्पोरेक्टोमी र एन्डोस्कोपिक सेप्टोप्लास्टी गर्न गइरहेको छु र गरिसकेपछिको अवस्था पनि देखाउनेछु। धन्यवाद। एन्डोस्कोपिक सेप्टोप्लास्टी स्पोरेक्टोमी गरिसकेँ। अब गरिसकेपछिको अवस्था हेर्नुहोस् है त। अब कति राम्रो प्यासेज यहाँ मैले निकालिसकेको छु र मेरो इन्स्ट्रुमेन्ट मजाले छिर्ने भयो। देख्नुभयो नि अब त यहाँ प्यासेज अघि कस्तो चुच्चो हड्डी थियो, अब चुच्चो हड्डी निस्किसकेको छ। अब यहाँ हेर्नुहोस् यसको पछाडि कति मासु पराइरहेको छ हेर्नुहोस् त है। यहाँको चुच्चो हड्डी निस्किसकेपछिको अब यहाँ सुचुर लगाइन्छ। धन्यवाद।